लान लागि अब पिन्छौ जाँदैछु हामी हिँड्न लाग्छौँ सेन्ट्रलदेखि पिन्छौ जाँदैछु मान्छेहरू मजा हिँड्नु अब जान लाग्यो सेन्ट्रलबाट जान लागेको सेन्ट्रल लागि सुरु है व्यू का
पर होला ये जस्तो लाग्छ आयो आयो फ्यान वाला हामीले अब होइन एकचोटि ट्राई गर्न जानु म चाहिँ मिल्दैन
ल के हो तर ठिकै छ है। अब यहाँ लेखिरहेको छ के लेखेछ फेरि के भन्छ अब पिङ चौलेछ तर म यतै हिँड्छु अहिले। आज दिनभरि हिँड्यो रातभरि हिँड्यो। हेर नि टायर सामान बोक्नु होला। हामी चाहिँ यताको भेकमा जानुपर्ने हो। ए फिङ्गर हिट पब्लिक टोइलेट म यहाँ 340 कता फिङ्गर हिट अहिले यो टेम्पल टेर हाल्नु पऱ्यो। यसो घुमेर है कस्तो मजामा घर छ है सानोसानोकै च्याट्ट परेको। ए हो ठ्याक्क मिलेको रहेछ कृषि गर्दैछ। मजा छ नि त घर दामी रहेछ। अहिले घुम्ने हो। बाबेक्यू पनि त्यो शिवलिङ्ग जस्तै छ त। अनि भयो यो रुख त खतरा रहेछ यार। म यता जान्न गएको जस्तै छ। यता जान्छु टेम्पल साह्रो अलि ठुलो आउँदैछु है। तिमी सानो घर मजा हेर्छ। ए भयो एयरपोर्ट जाने पुल त त्यहाँकै देखिन्छ त्यहाँदेखि। ल स्ट्रिट जान्छ। ए आयो तर कता जाने होला। आयो यहाँदेखि साह्रो भनेको छैन। ब्रिज भन्ने हो परेको छ। यहाँ चाहिँ सानो छ ढुङ्गो अहिले ठुल्ठुलो हुन पर्ने हो। छैन यस्तो दामी
सानो सानो हेर यस्तो आया आया यहाँ चाहिँ सानो सानो रहेछ ढुङ्गो अहिले ठुल्ठुलो हुन पर्ने हो छैन यस्तो दामी सानो सानो हेर यस्तो ल मेमोरी फुल भएको रहेछ यस्तै छ यत्रो शङ्खगिराको भेटे त दामी हुन्थ्यो नि यस्तो चाहिँ भेट्छ यत्रो त के काम मलाई के हो जिउँदोको रहेछ त ठुल्ठुलो मर्चे हेर्छ यस्तो चाहिँ हेरेर यत्रो यत्रो भेटेर राम्रो हो बिचरा के गरेछ त्यही टिप्दै हो सोल्टिनहरूले खेलिरहेको हो कि मेरो बुझ्नै छैन अब एकछिन ड्रोन यसो ओह्राउनु पर्ला हल्का गरेर अनि घुम्नु पर्ला बस्ने होला कि के लागि बस्छ यत्रो आम्मामा हेर न यस्तो छ त्यो त बाटो छैन थाहा छैन होला फर्किन्छु हो एकछिनमा यता एकछिन यो भ्यू हेर्छु फर्किन पर्ला यता बाटो जाने होला कि एकछिनमा जान्छ यता बाटो अहिले थाहा भएछ एकछिन सर टोयलेट यहाँ हेर्छ म त यादै नगरेँ यस्तो छ यस अहिले एकछिन घुम्न जान्छु त्यता चाहिँ अहिले है यहाँ बार्बेक्यू गर्ने ठाउँ छ है अलिकति यहाँ राम्रो चाहिँ बिग्रियो रहेछ कि हो बनाउँदै रहेछ यहाँ चाहिँ ल एकछिन यहाँ यसो ओह्राउनु पर्ला ल अब मैले चाहिँ ड्रोन रेडी गर्दैछु अब उडाउँदैछु बिस्तारै अब पेन्चाउ आइल्यान्डको भ्यू कस्तो देखिन्छ हेरौँ है साथीहरू हेरौँ राम्रो छ ठाउँ चाहिँ सानो छ बस्ती त्यही पनि राम्रो छ पेन्चाउ आइल्यान्ड एकदम दामी छ यस्तै दिनमा आउन पर्ने कोही छैन एक्लै घुम्दै अब ड्रोन सट गर्दैछु यहाँ सर हेर्नुहोस् पेन्चाउ आइल्यान्ड
कस्तो लाग्छ हजुरहरूलाई यसो हेर्नुहोस् अब सरर हेर्दै गर्नुहोस्। राम्रै छ, सानो छ ठाउँ त्यही पनि राम्रो छ। सरर ओह्रायो केटोले मजाले हुने है सर कहाँ पुग्छ हेर्दै गर्नुहोस्। सरर यो दारातिर चाहिँ छेदार छ छेदार मान्छे परेको लासहरू काट्छ के गाइस। मलाई फेरि रुगर लाएर खत्तमै भएछ है फेरि गाइस। के अरे बोल्नै मिल्दैन, सानो घर छ तर रमाइलो छ गाइस। हेर्नुहोस् अब बजार सानो बजारहरू 3 तला 1 तला त्यस्तो घर छ, तर यो दारतिर चाहिँ घर छैन। पेन्चो आइल्यान्डको फेरि है यो चाहिँ गाइस। पेन्चो आइल्यान्डको फेरि सेन्टरदेखि आउँछ पेन्चो आइल्यान्ड, अनि त्यस्तै 20 मिनट ल्याइदिन्छ। सरर आयो अनि घुम्ने हो मजाले। तपाईँहरू मजाले घुमाइदिन्छु मैले ड्रोनदेखि। कता त पुगिन्छ अब ठ्याक्क हेरेँ पहिला। दामी छ घरहरू चाहिँ। यहाँ चाहिँ अलिकति धेरै मान्छे रहेछ यहाँ चाहिँ। उता चाहिँ धेरै छैन, यता चाहिँ मजा छ। यहाँ चाहिँ फेरि तपाईँको हजुरको हस्पिटल छ, सानो गाडीहरू गुड्छ, एम्बुलेन्स सानो सबै सानो छ। अब कोही बिमार भयो चाहिँ यहाँ हेलिकप्टर आउँछ हजुरहरूको चाहिँ। त्यो चाहिँ मेरो अब यो लास्टमा देखिन्छ त्यो हेलिकप्टर आएको चाहिँ। एकजना बिमार भएर लिएर आएको थियो राति। त्यो भिडियो चाहिँ लास्टमा छ हजुर हेर्नुहोस्। हेलिकप्टर ल्यान्डिङ गर्ने ठाउँ त्यो चाहिँ हो। त्यहाँ हेली आउँछ तपाईँको। त्यता त्यस्तो छ प्लेग्राउन्ड स्विमिङ पुलहरू छ यहाँ। मैले त पर बिचदेखि उडाएको सर। अब मैले बिस्तारै हेर्दै भिडियो गर्दैछु। सर कस्तो छ यो पेन्चो आइल्यान्ड हेर्नु साथीहरू कमेन्ट गर्नुहोस्। मन परे गर्नुहोस्, मन परेन भने नगर्नुहोस्, तपाईँहरूको इच्छा। तर एकचोटि चाहिँ घुम्न जानुहोस् त्यति हो। यसो गयो आयो रमाइलो छ। अब फेरि चाहिँ जान लाग्छ उता। अब मुयो जान लागि अब फेरि डिस्कभरी पनि जान्छ यहाँदेखि चाहिँ। यो ठाउँदेखि चाहिँ डिस्कभरी वे मुयो अनि सेन्ट्रल 3 त फेरि जान्छ फेरि यहाँदेखि सरर हेर्दै। अब यो घुम्न लाइन त दिनभरि सक्दैन यो घुम्न लाइन चाहिँ। दामी छ एरिया चाहिँ। यसो घुम्दै गयो भने दामी छ। आया गाह्रो छ गाह्रो छ। रमाइलो छ साह्रै रमाइलो छ त नि। दामी छ घाम लाग्ने दिनमा दामी हुन्छ यो ठाउँ चाहिँ। त्यही भएर आएको म चाहिँ। फेरि साँझ परे चाहिँ हुस्सुल आउँछ यहाँ चाहिँ फेरि। दिन जो चिसो पानी छ फेरि यहाँ चाहिँ समुद्रको चाहिँ। जाडो महिना भएर नि होला साथी हो। अब म चाहिँ अब बिस्तारै हेर्दै गरेको तर यस्तो दामी भ्यू लाग्यो मलाई चाहिँ। यति यो ठाउँ चाहिँ यति भाग चाहिँ दामी लाग्यो। कस्तो दामी भ्यू हो पर बिलुवाले देखेन क्या। बिस्तारै हेर्दैछु के अरे अब कता घुम्यो।
घुमाउने हेर्ने ल गाइस ब्याक टु होम त हुन पऱ्यो न रिटर्न होम गर्नु पऱ्यो नि अब बिस्तारै गरेर बोलाउनु पऱ्यो अब धेरै टाइम छैन 4:30 पनि भइसक्यो अब यो ठाउँ फेरि छिटो अँध्यारो पर्छ यसो हाइकिङतिर नि हिँड्नु पऱ्यो नि हाइकिङ पनि गर्नु पऱ्यो यत्रो जाँदा अब 2-3 घन्टा लाग्छ घुम्नलाई अब घुमेर बोलाएर यसो राखेपछि अनि प्याकस्याक गर्छु अनि जान्छु एकछिनमा यसै भ्यू जानु पऱ्यो एकछिन कता कता के छ हेर्दै गर्नु पऱ्यो नि राम्रो लाग्यो नि यो ठाउँ चाहिँ दामी छ कि बच्चाहरू लिएर आयो नि दामी खेल्छ यो ठाउँमा अब म बिस्तारै मेरो ड्रोनलाई चाहिँ सरररररर 360 घुमाएर सरर यसो घुमाएर है बिस्तारै हेर्नुपर्छ भिडियो चाहिँ भिडियो गर्दै कस्तो छ साथीहरू हेर साथी हो हेर कस्तो दामी छ ल म बसेर ड्रोन सर हान्दै थिएँ कि उहाँ तल मुरी तपाईँहरू एकछिन देख्छ हेर्नुहोस् न देखो न देखो क्या है ये देखो न गाइज अब के अरे अर्कोले त गर्लफ्रेन्ड लिएर हिँड्छ आफ्नो यस्तै छ जिन्दगी यस्तै छ सिङ्गल यात्री भन्छ नि यसो जाने घुम्ने बस्ने मन परे ठाउँमै गइहाल्नुपर्छ गाइस सही छ कि ठाउँ चाहिँ गाइस जति उराउँ लाग्यो झन् उराउँ जस्तो लाग्छ ड्रोन चाहिँ पुरै लाग्यो जस्तो लाग्यो कि मलाई चाहिँ फेरि जति हेऱ्यो मनै नउठ्नु कि दिँदै नमऱ्यो यो ठाउँ चाहिँ भ्युज हेरिरहेको कस्तो दामी छ यो ठाउँ नेक्स्ट टाइम चाहिँ जानुपर्छ यो ठाउँ कोही जानु छ भने आउनुहोस् अनि जाम्ला सँगै जाम्ला सँगै उस गरौँला तर मलाई साह्रो परेर त कुन के ठाउँ हो दामी छ कि अब के ठाउँ हो कुन ठाउँ थाहै हुन्न आफूलाई चाहिँ तर डाँडा कार्य चाहिँ दामी लाग्यो यो बाटो छ नि यो बाटो सर हो यो बाटो देखाएको चाहिँ मैले यहाँदेखि हामी अब एकछिनमा लाग्छौँ यहाँदेखि सर र डाँडा उक्लिँदै लाग्छु अब मैले चाहिँ हेर्दैछु अब बोलाउनु पऱ्यो नि ड्रोनलाई चाहिँ अब बिस्तारै प्याक गर्नुपर्छ है फेरि आमा बिस्तारै आउँदैछ केही गर्नु पर्दैन ठ्याक्क आफै आउँछ रिटर्न टु होम गरेपछि आफै आउँछ अनि लास्टमा चाहिँ त्यो बिचमा चाहिँ ल्यान्डिङ भन्छ त्यहाँ ठ्याक्क ल्यान्डिङ हान्दिएपछि आफै ल्यान्ड हुन्छ अनि ठ्याक्क सोर यसरी घुम्दै मलाई हेर्दैछ तल सिंह सर झर्दै ल आफै आयो सर हेर्दैछ ल गाइस यो चाहिँ म है ठ्याक्क अब माथि हेरेर नि ल्यान्डिङ गर्छ बिस्तारै यसले चाहिँ आफै ल्यान्डिङ गर्छ सरर ल्यान्डिङ भयो बिस्तारै
ठिकै छ गाइस। अब म चाहिँ अब यस्तै के हेर्नु लाग्छ फेरि के अरे केटोलाई हेर्दैछ केटोले कहाँ लेन आइदिइ बज्ला सी हौ हेर त्यहाँ लेन हुन त छाया देख्यो ड्रोनको DJI Mini Pro 5 Pro हजुर ट्यापपट्टि हालेर गए पनि हुन्थ्यो कि म चाहिँ के अरे आफूले देख्न पर्ने फेरि मलाई यसो हेर्नु पर्ने आफू पनि ठ्याक्क लाएर ट्यापेर अफ गरिदिन्छु